So hello guys, welcome back to my new vlog. So आज तपाईहरुले धेरै दिनपछि मलाई देखिराख्नु भयो होला है। यस्तै छ के गर्नु। सो सबैजनालाई वेलकम छ भनौं है। डाइरेक्ट म चाहिँ आज दुबईबाट सो अनि यो भन्दा अगाडिको तपाईहरुले भिडियोहरु पनि हेर्नु भएको थियो होला। अहिले चाहिँ म दुबईको आबुधाबी सिटी। सो यहाँको चाहिँ एकदमै पपुलर सिटी हो यो दुबईको भनौं न। एकदमै पपुलर सिटी हो। अहिले चाहिँ लगभग नाइटको कति 12:30 भयो। सो अनि मेरो ड्युटी चाहिँ 12:30 मा ठ्याक्क सकिन्छ। बेलुकाको 12:30 मा सकिन्छ। बिहान म 7 बजे आएर 12:30 मा जान्छु, 1:30 मा जान्छु। सो 6.5 घण्टा ड्युटी गरेर त्यही हो। अनि हाम्रो चाहिँ अहिले ड्युटी 11 घण्टा भएको छ। पहिला 12 घण्टा थियो। अनि त्यसमा अलिकति खुसी नै छु भन्नुपर्छ। अनि अर्को मेन चिज भनेको चाहिँ हुन्छ नि, दुईटा छुट्टी पनि छ। पहिला एउटा मात्रै छुट्टी थियो। सो अब आज चाहिँ हामी जमरा लिन गइरहेछौँ। जमरा पाउँछ कि नै थाहा छैन, तर दिदीले भन्नुभएको थियो कल गरेर त्यहाँ जमरा छ, जमरा लिन जाऊ भन्नुभएको थियो। त्यही भएर सो म चाहिँ जमरा लिनतिर लागेको। अनि भोलि चाहिँ दसैँ हो होइन, सबैजनालाई ह्याप्पी दसैँ भन्न चाहन्छु। अनि म पनि आरामै छु, तपाईहरु पनि आरामै हुनुहुन्छ होला भन्ने आशा छ। सो अनि अरु त यस्तै छ होइन, जिन्दगी चलिरहेछ। अहिलेसम्म बाँचेकै छ, राम्रै छ, सधैँ छ भनौँ। सो अनि मेरो ड्रेस चाहिँ यो ब्ल्याकवाला। अनि यो क्याप चाहिँ मैले नेपाल हुँदाखेरि उता गुम्बा हुँदाखेरि किनेको थिएँ क्या। अहिलेसम्म मैले छोडेको छैन। त्यही हो। अरू क्याप पनि मैले धेरै किनेँ, तर यो जस्तो एकदम दामी फिट हुने क्याप चाहिँ मैले कहिले पनि भेटाइनँ। त्यही हो। तपाईहरु च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, कमेन्ट, सब्स्क्राइब, सेयर गरिदिनु होला। पछाडिबाट गाडी आउँदै जस्तो लाग्यो। ओके, म चाहिँ सिग्नलमा पुगेँ। अहिले यो सिग्नल पार गरेपछि म कुरा गर्छु। ओके, एकछिनमा चाहिँ बन्द छ अरे। 1 बजी भनेर सो म चाहिँ एकदम रनिङ गर्दै आएँ। सो नाइट भएकोले राम्रो भ्यू त देख्नु भएको छैन होला, राई पनि ठिकै छ होइन। यस्तै हो। अब म लोकेसनमा चाहिँ पुग्न लागेँ क्या। तर यहाँदेखि अगाडि गएर यस्तो गरेर ठ्याक्क अगाडि छ भनौँ न। अब कति 6 मिनट 60 मिटर चाहिँ यहाँ चाहिँ पनि छ क्या। 6 मिनट समथिङ लाग्छ। अनि 6 मिनट लाग्छ भनौँ न, 6 मिनट लाग्छ। त्यस्तै हो। मान्छे आयो। सो यहाँ चाहिँ के छ भने अर्को पर्मिसन दिन भिडियो बनाउनु चाहिँ मिल्दैन। त्यही भएर अलिकति डराउनु पर्ने हुन्छ होइन। त्यही हो। अनि अरूको प्लेसहरू पनि खासै देखाउनु मिल्दैन क्या। अरू प्लेसहरू अनि त्यो गाडीको नम्बरहरू यस्तो कुनै पनि देखाउनु मिल्दैन। त्यही भएर हेर्दै के हुन्छ। भिडियो बनाउनु त मन लाग्नु लाग्छ होइन। लोकेसन कहाँ हो यार? म जान चाहिँ गइरहेको छु, तर कहाँनिर हो थाहै छैन। मैले लोकेसन पाउन चाहिँ पाएको छु, तर कहाँ हो भन्दै थियो, त्यो भेटाइन क्या। अगाडि गएर युटर्न। ओके, सो अगाडि गएर युटर्न मारेर म जमरा लिनुतिर लागेँ अहिलेको लागि चाहिँ। ओके गाइज, यहाँभित्र छिर्नुपर्छ जस्तो लाग्यो। ओके, यहाँभित्र गइदिउँ। यहीँ अगाडिको मेन रोड छेउमै रहेछ। अनि म चाहिँ अघि उताबाट आएँ नि त, ड्युटीबाट आएँ। ड्युटीबाट आउँदाखेरि चाहिँ यता लेफ्टबाट आउनुपर्ने, म राइटबाट आउनुपर्ने, म लेफ्टबाट आइदिएँ क्या। त्यही भएर अहिले चाहिँ म फेरि राइटतिर गइदिरहेको छु। त्यही हो। अब पुगेर हेरौँ त्यहाँनिर सामानहरू के पाउँदो रहेछ। सो एक्साइटेड है। तर अहिलेसम्म दसैँ मैले खासै त्यस्तो एकदम सोलिड तरिकाले त मनाएको छैन। रै पनि अब योपालि चाहिँ एकदम साथीहरू मिलेर सबैजना मिलेर अलिकति भव्य नै गर्ने इच्छा छ हाम्रो होइन। अब
विदेशमा भयो भन्दैमा त्यति साह्रो त्यो पनि नगर्ने, बट हामी सबैजना मिलेर गर्ने सोचिरहेछौँ। त्यस्तै हो। अनि अब तपाईँहरू पनि दसैँहरू राम्रोसँग मनाउनु होला, बी सेफ है, अनि आफ्नो स्वास्थ्यको केयर गर्नु होला। म चाहिँ त्यही भन्न चाहन्छु। म जानुपर्ने कहाँ हो यार, अगाडि गइदिउँ। चाहे द फर्स्ट स्टेट, यहाँ गाडी हो क्या रे, यहाँ गाडी हो क्या रे, तर बिल्डिङ छ, बिल्डिङ छ। सो ओके, म लोकेसन खोज्छु अनि त्यहाँको भिडियो पनि देखाउँछु। त्यहाँको भन्दा पनि त्यहाँनिर के सामान पाउँदो रहेछ त्यो पनि देखाउँछु। अहिले चाहिँ म मेन रोड पुगिसकेँ होइन, तर अब मेन रोडदेखि थोरै अगाडि हल्का उता गएर कस्तो भित्र छिर्नुपर्ने छ क्या, सायद त्यहाँ होला, त्यहाँ यहाँ पर रहेछ। ओके, सो जमरा पनि भेटाइयो अनि टाउन ड्रेसहरू पनि रहेछ। अब त्यहाँको चाहिँ भिडियो खिच्नु मिल्दैन अरे, सो त्यही भएर मैले खिचिनँ, देखाइदिनँ। सो अघि म यहीँबाट छिरेको यार, कसममा चाहिँ यहीँ अगाडि रहेछ नदेखिरहेको। तर सो सबै राम्रै भयो, भेट्यौँ। मतलब यहाँको 20 दिरहम 38ले हिसाब गर्नु कति पऱ्यो होइन, 1 रुपियाँको 38ले 20 दिरहम भनेपछि ठिकै हो। यहाँको लागि त ठिकै हो, तर नेपालको लागि चाहिँ एकदम महँगो हुन्छ क्या जमरा। अब यति रहेछ। हामीले चाहिँ 2टा किन्यौँ, किनभने हामी कति 7जना छौँ। 7जनामा 6जनाले लगाउने, अनि सबभन्दा ठुलो दाइ हुनुहुन्छ। दाइले पनि लगाउनु त हुन्छ, तर कसको हातबाट लगाउनुहुन्छ त्यो थाहा भएन। त्यही हो, मलाई चाहिँ हाँस उठिरहेछ। किन भनेपछि अब लगाइदिने एकजना मात्रै हुनुहुन्छ नि त, दाइ मात्रै। सो अनि त्यो दाइले चाहिँ कसको हातबाट लगाउँछ क्या, हामी त अब दाइको हातबाट लगाउँछौँ, ठिकै छ होइन। अनि सो मान्छेहरूदेखि मैले देखेँ यहाँनिर पनि सुपर मार्केट। सो यहाँ चाहिँ यस्तो हुन्छ क्या, जति सुपर मार्केट खोलो त्यति चल्छ क्या। अब हाम्रो नेपालतिर चाहिँ के हुन्छ भने एउटा सुपर मार्केट खोलो भन्दै पनि डुबिरहेको हुन्छ, अर्को सुपर मार्केट खोलो भन्दै पनि डुबिरहेको हुन्छ, त्यस्तो हुन्छ होइन। अनि यहाँ चाहिँ के हुन्छ भने चाहिँ यस्तै हुन्छ। यहाँ चाहिँ के हुन्छ भने चाहिँ सबैजना काम गर्ने मात्रै हुन्छ, बस्ने खासै कोही पनि हुन्न। त्यही भएर नि हो जति सुपर मार्केट खोले पनि चलिरहेको हुन्छ। फेरि म त सिग्नल आइपुगेँ यार, लङ भिडियो कहिले बनाउनु नपाउनु भयो यार, सर्ट काटी हाल्नुपर्ने अवस्था। तर केही छैन, ठिकै छ। अब म चाहिँ रुम पुग्न यहाँदेखि अगाडि गएर त्यहाँबाट अन्डरग्राउन्डबाट छिरेर जानुपर्छ। अनि चाहिँ ठ्याक्क म रुम पुग्छु कि यहाँबाट अगाडिबाट सिग्नल क्रस गरेर जानु पऱ्यो। यतिकै लगेर हिँड्यौँ कि क्या हो यार, अन्त नि फेरि सिग्नलमा अलाउड हुँदैन क्या त्यो गर्नु। त्यही भएर अलाउड भएको भएदेखि चाहिँ यतिकै लगेर जान्थेँ। सो के गाइज, नट सर्भिसवाला बस पनि देखेँ मैले होइन, नभए त मसँग बस काट्थेँ, बसमा चढेर जानु त हो नि त। ओके, यहाँबाट सिग्नल खुल्दैछ, म जान्छु गाइज। यहाँ देब्रा क्रस। यहाँ म कताबाट जाने, यताबाट जाने यहीँनिर रोक्छु। सो फाइनली मैले सिग्नल क्रस गरेर म चाहिँ आइपुगिसकेँ यतापट्टि। अनि सबैजनालाई ह्याप्पी दसैँ। सो सबैजनालाई फेरि पनि ह्याप्पी दसैँ। आउँदै गरेको यस महान चाड बडा दसैँ होइन, हिन्दूहरूको एकदम ठुलो मानिन्छ। सो आउँदै गरेको महान चाड बडा दसैँको तपाईँहरू सम्पूर्णलाई मेरो तर्फबाट शुभकामना दिन चाहन्छु। अनि सधैँ सुखी खुसी हुनु। गाडी आयो। सो त्यही हो, अब
गाइज यो के को बोट अरे त्यो भन्छ नि के खजुरको बोट हो यो चाहिँ। यता चाहिँ खासै अरू केही पाउँछ खजुरहरू हो पाउने भनेको यहाँ यसरी राखिरहेछ क्या यसरी यो प्याक गरेर राखिरहेछ पछि यसलाई टिप्नु पऱ्यो भने त्यही काठ हो त्यहाँनिर त्यो प्याकेट हुन्छ त्यही भएको होइन तर दुबईमा एकदम हुन्छ नि सेकियर चाहिँ सेकियर हो क्या तपाईहरु बसतिर चढ्नुभयो भने अलिकति ध्यान दिएर चढ्नु होला दुबईमा हैन अनि बस कार्ड छैन भने चाहिँ प्रायः जस्तो नचढ्नु होला त्यही हो अनि बस कार्ड छैन भने चाहिँ फेरि तपाईहरुलाई फाइन हान्छ कति भने चाहिँ फर्स्ट टाइममा हान्छ 150 150 नेपालको 8000 समथिङ 8000 समथिङ हानिदिन्छ एकैतालमा 8000 हानिदिन्छ अनि अर्को तालीमा फेरि बेसी त्यही हो हाम्रो नाइटको भ्यू नि दामी देख्दो रहेछ सो नाइटको भ्यू हेर्दिउँ ल एकचोटि Finally underground guys so yo आज मात्रै लगभग समथिङ मैले कति पैसा सकाएँ तपाईहरु बुझ्न चाहनुहुन्छ नेपालको 14-15 हजार जस्तो आज मैले सकाएँ किनभने भोलि हाम्रो दशैं हो हाम्रो तपाईहरुको हाम्रो सबैजनाको हो हैन सो दशैं राम्रोसँग मनाउनु होला भन्न चाहन्छु सो आज चाहिँ नि भिडियो पनि एन्ड गर्ने टाइम आइसक्यो लास्ट भइसक्यो अब म पनि रुम पुग्न लागेको सो रुम पुगेर भोलिको लागि अझै रेडी गर्नुपर्ने छ अब गर्मी छ है त्यही हो ओके यहाँ कुन बाटो जाने भन्दै यो बाटो गयौँ त्यही हो ओके अब यहाँसम्म हेरेर साथ दिनुभएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु सो अर्को भिडियोमा हामी चाँडै नै भेट्छौँ ओके टेक केयर बाई बाई